नेपाललाई आँखाले मात्रै होइन आत्माले पनि महसुस गर्नुपर्छ। यहाँको आकाशमा उड्दा बादलका पत्रहरूले सुनसुम्याउँदा अनि तल हेर्दा प्रकृतिले सजाएको अनुपम चित्र देख्दा म भित्रको यात्रा झन् गहिरो बन्दै जान्छ। बिहानको पहिलो घाम हिमालमा पर्छ र आकाश रातान्य हुन्छ। संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा शान्त छ, मौन छ, तर उसको मौनताभित्र हजारौं कथाहरू लुकेका छन्। यहाँका हिउँका पत्रहरू कहिल्यै नपग्लिने सपना जस्तै छन्, जो अनन्तकालसम्म बाँचेका छन्। नदीहरूको बहाव निरन्तर छ, समयसँगै बगिरहेको छ। खोला र नदीहरूले नेपालको भूभाग मात्र नभई नेपालीहरूको जीवनलाई पनि आकार दिएका छन्। यी खोलाहरूले थकित आत्मालाई शीतलता दिन्छन् अनि आफ्नो गीत गाएर यात्रुहरूको मन लोभ्याउँछन्। साना गाउँहरू जुन पहाडका काखमा बसेका छन्, नेपालका मुटु हुन्। यहाँको माटोमा पसिना बगेको छ, यहाँको हावामा अपनत्व मिसिएको छ। बिहानै मेलापात जाने आमाहरू, बुढा बाजेले पिँढीमा बसेर घाम ताप्ने दृश्य, यी सबै जीवनका सरल तर सुन्दर चित्रहरू। शहरमा समय दौडन्छ तर गाउँमा समय बाँचिन्छ। यहाँका बुढापाकाहरू समयको किताब हुन्, जसको प्रत्येक पानामा इतिहास र अनुभवको कथा छ। उनीहरू हिजोका कथाहरू सुनाउँछन् अनि हामी ती कथाहरूमा आफूलाई भेट्छौँ। गुराँस नेपालकै राष्ट्रिय फूल हो। वसन्तको सुरुवात सँगै पहाडहरू राताम्य हुन्छन्। ती राता गुराँसका थुङ्गाहरू केवल फूल मात्र होइनन्, तिनीहरू नेपालका पहाडहरूको आत्मा हुन्। हावासँग हल्लिएका यी गुराँसहरूले मनमा एउटा अनौठो आनन्द जगाउँछन्। किसानका हातहरू केवल माटो कोट्याइरहेका छैनन्, तिनीहरू जीवन रोपिरहेका छन्। पसिनाले भिजेको माटोमा आशाका बिउ उम्रिन्छन्। वर्षा लाग्ने बेला आकाशतिर हेर्दै प्रार्थना गर्ने यी किसानहरूको आत्मीयता प्रकृतिसँग गहिरो सम्बन्धको कथा हो। साँझ पर्यो। गाउँमा गोठालाहरू घर फर्किए, किसानहरू पनि मेलापात सकेर आगो ताप्न बसे। शहरको भिडभाड भन्दा टाढा यहाँ प्रकृतिसँग नजिक भएर बाँच्ने अवसर छ। रात पर्न लाग्दा गाउँ निदाउन थाल्छ।
टाढा बस्तीका बत्तीहरू बलेका छन्। आकाशमा अनगिन्ती ताराहरू झिलिमिली छन्, जसले गाउँलाई आफ्नो न्यानो अङ्गालोमा समेटेको जस्तो लाग्छ। नेपाल केवल भूगोल होइन, यो एक अनुभूति हो। यहाँको हावा शुद्ध छ, माटो आत्मीय छ, अनि दृश्यहरू सपना जस्तै छन्।